वाचनमा यहाँ सबैजना उठेर स्वस्ति वाचन अनि हातमा पुस्तक लिएर हामीले एउटा मन वचन र कर्मले हामीहरू शरीक रहनेछौँ। यहाँहरू सबैको साथमा पुस्तक अगाडि रहोस्। पुस्तक कहिल्यै पनि आइसकेको छ भने ठिकै छ, यहाँ उठे मात्र हुन्छ, छैन भने पुस्तक हातमा लिएर अगाडि बढ्नुहोस् र स्वस्ति वाचनको लागि गुरुहरू हाम्रो साथमा आउँदै हुनुहुन्छ। नेपाल परोपकार संस्थाका गुरुहरू स्वस्ति वाचनको लागि शरीक हुँदै हुनुहुन्छ। तस्मै श्री गुरवे नमः। श्रुति स्मृति पुराणानाम् आलयं करुणालयं नमामि भगवत्पादं शङ्करं लोकशङ्करं। शङ्करं शङ्कराचार्यं केशवं बादरायणं शुक्रवत्सरितौ वन्दे भगवन्तौ पुनः पुनः। हरिः ॐ स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः शृणुयामदेवा भद्रं पश्येमाक्षभिर्यजत्राः तुष्टुवाकुशस्तानो वीर्यसेमहि देवहितं ज्यादायोः योः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वतो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि। हरिः ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु टिमलाई आर्थिक अनुरोध गर्न चाहन्छु। आदरणीय व्यक्तित्वहरू म यहाँहरू नगर विकास समितिका पूर्व अध्यक्ष सभापतिज्यू लगायत आदरणीय दुर्गा प्रसाद तिमिल सिंहज्यूलाई विशेष अतिथिको तर्फबाट अध्यक्षको साथमा रहेर यो अहिलेको नयाँ वर्षको क्यालेन्डर विमोचनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। यसको लागि टोल विकास संस्थाको पनि अगुवाई रहोस्, हाम्रो जिल्ला प्रशासन कार्यालयको पनि अगुवाई रहोस्। म आदरणीय शारदा बस्ताकरीज्यू हाम्रो जिल्ला प्रशासन कार्यालयबाट पनि पाल्नु भएको छ। अनि त्यस्तै गरेर हाम्रो इन्जिनियरिङ कलेजबाट मैले अझै माथि मञ्चमा देखिरहेको छैन आदरणीय प्राचार्य पम्फागामज्यूलाई पनि म माथि मञ्चमा सही भइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अनि हाम्रो प्रगतिशील आमा समूह अध्यक्षज्यूलाई पनि म मञ्चमा अनुरोध गर्न चाहन्छु। आदरणीय नेत्र सर प्लिज सरलाई मैले अनुरोध गर्न चाहे। अनि एकदमै यो सामूहिक, किनभने हाम्रो संस्था हामी सबैको साझा हो, सबैको मायाले यो 43 वर्षसम्म अहिले पोखराकै नमुनाको रूपमा अगाडि बढेको छ। पूर्व नर्सरीबाट एमएसम्म नै पढाइ हुने संस्थाको यो गरिमा हामी सबैका त्यसका भागीदारहरू छौँ। तसर्थ गरिमामय क्षणमा यहाँको गरिमामय उपस्थितिको लागि म हार्दिक आभार व्यक्त गर्दै अबको क्रम रहेको छ यो नववर्षको क्यालेन्डर विमोचनको। नववर्षको क्यालेन्डर गण्डकी कार्यमा कार्य गर्दै आफूलाई स्थापित गर्दै आइरहेको कुरा यहाँलाई जानकारी गराउँदै आज यस मिनिस्टर समाजले हामीलाई गर्नुभएको जुन सम्मान छ, हरेक कार्यक्रममा हामीलाई स्थान दिनुहुन्छ,
हुनुहुन्छ सर्वप्रथम म यो स्कुलप्रति आभार व्यक्त गर्न चाहन्छु सम्पूर्ण टिमको तर्फबाट र आज यस स्कुलमा नयाँ सञ्चालक समिति आएर यो जुन कार्यक्रम गरिरहनु भएको छ सर्वप्रथम म नयाँ सञ्चालक समितिलाई स्वागत गर्दै हाम्रो छिमेकीमा स्वागत गर्दै यहाँहरूले सोचे भन्दा पनि बढी प्रगतिको शुभकामना दिन चाहन्छु सम्पूर्ण तर्फबाट र नयाँ वर्ष 2083 को यहाँ सम्पूर्णमा सुख शारीरिक समृद्धि र आत्मीयता बढिरहोस् त्यो नजिक सधैँ पाइरहोस् सबैको दिन शुभ होस् भन्दै यहाँहरूबाट ओजेल कर्तव्य गर्न चाहन्छु हस्त गरिदिनु चाहन्छौँ अध्यक्षज्यूको गरिमामय मन्तव्यका लागि साधुवाद छौँ र शुभकामनालाई मैले थोरै जोड्न चाहेँ यो कार्यक्रमलाई आशीर्वाद हामीलाई पक्कै चाहिन्छ तसर्थ हाम्रो साथमा नगर विकास समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ समाजसेवी आदरणीय व्यक्तित्व दुर्गा बिनी सिन्हाज्यूको आगमन भएको छ उहाँलाई यहाँ म मञ्चमा सरिक हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु यो नववर्षको शुभकामना मन्तव्यका लागि धन्यवाद सर आज हामी नयाँ वर्ष 83 आज हामी एउटा नयाँ वर्ष आगमनको उपलक्ष्यमा एउटा गौरवमय हाम्रो नेपालको शिक्षा भनेको परम्परागत थियो त्यसलाई नयाँ ढङ्गले ल्याउनको लागि हाम्रो विद्वान मेरो श्रद्धेय शेरबहादुर दाजु दम्पतिको सुझबुझ एउटा बौद्धिक व्यक्तित्व जसले पोखराको धरतीमा एउटा नयाँ ऊर्जाका साथ नयाँ शिक्षा नयाँ प्रविधि नयाँ टेक्नोलोजी ल्याउनको लागि जुन प्रारम्भ गर्नुभएको थियो त्यसलाई बल टेवा पुर्याउन र विश्व सामु शिक्षाको पहिचान दिनको लागि नयाँ जोडिनु भएका ऊर्जाशील युवा मेरा भतिजहरू र यो टोल छिमेक र यसमा आबद्ध सम्पूर्ण उपस्थित महानुभावहरू आज हामीलाई मलाई एउटा अनुभव छ म आफै 1.5 घण्टा हिँडेर विद्यालय गएर अध्ययन गरेको व्यक्ति हुँ गाउँघरमा पण्डितहरूले पढाउनुहुन्थ्यो त्यसबाट डाक्टर इन्जिनियर आइटी विशेषज्ञ वकिल लिएर ठुला नेता पनि हुनुभएको छ पूर्वाधारको हिसाबले गर्दा हामीसित आधुनिक सुरक्षित र विद्यार्थीको कक्षा पढाएको छन् पूर्ण रूपमा सुसज्जित विज्ञान तथा कम्प्युटर प्रयोगशाला समृद्ध र व्यवस्थित पुस्तकालय छ नेतृत्व तथा शिक्षकहरूको लागि सुविधा छ र शिक्षक शिक्षाको लागि विकास गरेर हामी अगाडि बढ्न सोचिरहेका छौँ हाम्रो दृष्टिकोणमा आफ्ना विद्यार्थीहरूलाई पढाउन मात्र होइन नागरिक निर्माण गर्न लक्ष्य राखेका छौँ त्यसको लागि हामीले आत्मविश्वासका शिक्षित विद्यार्थी उत्पादन गर्न सोचेका छौँ अन्वयहीन नेतृत्वबाट निर्माण गर्न सोचेका छौँ र नवपरिवर्तन र उद्यमशील सोच विकास गर्न सोचेका छौँ जब हामीले नवपरिवर्तन को लागि म हार्दिक अनुरोध गर्न चाहन्छु आदरणीय पम्प गरिन्छु धन्यवाद लिटिल स्टेट मावी रीजनल कॉलेज
को यो सभा कक्षमा यो प्रेक्षालयमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्त समयको बावजुद यहाँ पाल्नु हुने सम्पूर्ण महानुभावहरूमा सर्वप्रथम यस विद्यालयको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सबैप्रति हार्दिक आभार र नमस्कार व्यक्त गर्छु। यस कार्यक्रम नयाँ वर्षको शुभकामना आदान प्रदान, क्यालेन्डर विमोचन र स्वास्थ्य शिविर कार्यक्रम हामीले संयुक्त रूपमा टोल लाइसेन्स यहाँ के पनि गरे विद्यालयलाई समय सापेक्ष समयको प्रति अनुसार अगाडि बढाउनको लागि आफ्ना केही दृष्टिकोणहरू समाजसँग पनि हाम्रो उत्तरदायित्व छ। समाजले पनि विद्यालयबाट अपेक्षा राखेको छ। ती अपेक्षा बिचका सम्बन्धहरूलाई जोड्नको लागि शुभकामना आदान प्रदान र यो धेरै पेसा व्यवसायहरू एआईले गर्दा कतारमा सङ्कटमा छन्। सबै कुरा कम्प्युटर गर्ने थाले। त्यो खालको विद्यार्थी निर्माण गर्ने दायित्व हाम्रो हो। त्यो दायित्व निर्वाह गर्नको लागि हामीले उच्च शिक्षा विदेशमा अध्ययन गरेका साथीहरू यहाँ इन्जिनियरिङ हुन्छ, हाम्रो बिजुली हुन्छ, हाम्रो हाल लगायतका अन्तर्गत भरिरहेको छ। संयुक्त समूहले अब यो संयोजन गर्ने जिम्मेवारी मलाई दिनुभएको थियो र यो समूहले यहाँसँग सल्लाह गर्दै सबै सक्षम नागरिक निर्माण गर्नको लागि हामी लाग्नेछौँ। लाग्ने प्रतिबद्धता गर्छ र आगामी यसको रिजल्ट, यसको नतिजा हामी छिट्टै केही वर्षभित्र यसको हामी गरेको परिणाम देखाउनु पर्नेछ। त्यसको लागि केही समय हामीलाई दिनु होला, 1 वर्ष 2 वर्षको समय दिनु होला। यो पोखराको उत्कृष्ट विद्यार्थीहरूको रुदाई उत्कृष्ट विद्यालय बनाउने गर्दा प्रतिभा टोल पनि एउटा यहाँ हाम्रो विद्यार्थीहरू गर्व गर्न लायक हुन्छ। पोखराले पनि यो सम्पत्ति पाउँछ। कतिपय विद्यार्थीहरू पोखराको उच्च शिक्षा भएन भनेर बिबिए एमबिए पढ्नको लागि काठमाडौँ जानु परेको छ। त्यसको अभाव पनि लेखन कलेजले पुरा गरेको छ र यो विद्यार्थी अभिभावक सबैको सुविधाको लागि शेरबहादुर सरले जुन प्रयत्न गरे यो स्थापना गर्नुभयो त्यो सबैको तपाईँहरूको सम्पत्ति हो। त्यो विद्यालयको सम्पत्ति भनेर हामीले बुझ्यौँ भने हामीले अलि अन्याय गर्छौँ। यो सम्पत्ति, यो सम्पदा सबै विद्यार्थी र अभिभावक सम्पत्ति हो। विद्यार्थी खेल्ने ग्राउन्ड हो, अभिभावक बस्ने हल हो, विद्यार्थी पढ्ने कक्षा पठाउन, स्मार्ट बोर्डहरू लगाएर सबै सुविधाहरू विद्यार्थीको लागि हो। त्यो कुनै यहाँ सञ्चालनको लागि होइन र विद्यार्थीलाई चाहिने आवश्यक कुराहरू हामी परिपूर्ति गर्नको लागि हामी खट्दैछौँ। यहाँ समय समयमा अभिभावक भेला बस्दै